मैले देखेको भावी गृहमन्त्री चाहिँ को हो? यसो महेश बस्नेत म हो गृहमन्त्री भन्दै गर्दाखेरि म जान्दिनँ। अब त्यो अमरेश सिंहहरू छन् नि त, अमरेश सिंहले दियो हो नि त, मेरो त पुरानो साथी हो होइन। अमरेश सिंहले गृहमन्त्री दिएर इज्जत राख्दै हुन्थ्यो। तपाईहरु अहिले लयमा आउनु भएको 1 महिनामा तपाईहरु एउटा लयमा आउनु भएको? हामी सधैँ लयमा छौँ। मैले अहिले पनि भने हामीले काहीँ लय बिगारेको छ भने यो कुरा चाहिँ के हो भन्नु, कुनै विषय छ भने भन्नु न। यस्तो कुरा चाहिँ अमूर्त भन्दा अनि अमूर्त होइन, मूर्त कुराहरू ल, कुनै लयमा हामीले बिगारेर यो चाहिँ लय बिगारेछ भन्नु न। तपाईहरु केपी ओलीको विकल्प खोज्दै हो? खास गरी विशेष महाधिवेशनको चर्चा छ कि एमाले यो त विशेष महाधिवेशन हुँदैन, केपी ओलीको विकल्प खोजिँदैन। 3 महिना अगाडि अब आराम गर्ने बेला भयो उहाँको। उमेरले कहाँ त्यो मापन हुन्छ? जोन बाइडेन 86 वर्ष होइन, अहिले के अरे मोदीको उमेर कति भयो? 75 वर्ष पुग्नुभयो। के अरे हाम्रो सी जिनपिङको उमेर कति हो? डोनाल्ड ट्रम्पको उमेर कति हो? त्यही भएर राजनीतिमा उमेरले व्यक्तिको क्षमताको मापन हुँदैन। त्यसो हुँदाखेरि नेकपा एमालेमा विशेष महाधिवेशन पनि हुँदैन, नेतृत्व चयन पनि हुँदैन। 3 महिना अगाडि हामीले 1 वर्ष अगाडि अर्ली महाधिवेशन गरेका छौँ, उच्च लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छानेका छौँ। त्यही भएर केपी शर्मा ओलीज्यूको नेतृत्वको विकल्प अर्को 5 वर्ष चाहिँ छलफल हुँदैन। यो सहकारी पीडितको पैसा 3 महिनाभित्र 100 दिनभित्रमा राष्ट्रपतिले फिर्ता गर्ने भनेर आफ्नो वाचापत्रमा छ। अहिले पनि पीडितहरू के होला भन्ने छन् कि अब तपाईहरु जस्तो प्रतिपक्षीहरू सशक्त आवाज अहिले अल्गोरिथमकै डरले हो कि किन अलि उठाउनुहुन्न भन्ने पनि छ होइन? के छ यो सहकारी पीडित? राष्ट्रिय ढुकुटी प्रयोग गरेर सहकारी पीडित भनेर रवि लामिछाने, जीवी राईहरूले ठगेको पैसा जनतालाई बाँड्न पाइँदैन। 3 महिनाभित्र पैसा बाँड्नु भएन भने हिजो जसरी समस्याग्रस्त सहकारी आयोग बनाएर हामीले सहकारी पीडितहरूलाई न्याय दिने प्रक्रिया राख्दाखेरि हामीलाई प्रतिशोधदेखि लिएर अनेक आरोप उहाँले लाउनु भएको छ। त्यो गर्नु भएन भने सहकारी पीडितहरूलाई ठगहरूलाई कारबाहीको दायरामा ल्याउने र ठगहरूबाट